ओके गाइज, डियागो गार्सिया 4000 किलोमिटर टाढा रहेको जसलाई चाहिँ वर्ल्डको सबैभन्दा सेक्युर मिलिटरी बेस मानिन्छ। आज इरानले चाहिँ आइआरबिएम इन्टरमिडिएट ब्यालिस्टिक मिसाइल डियागो गार्सियामा भएको युके र युएसको बेसमा दुईटा ब्यालिस्टिक मिसाइल हानेको छ। सबैभन्दा ठुलो कुरो त के हो भने कुनै पनि युरोपियन कन्ट्री र इभन अमेरिका आफैलाई पनि थाहा थिएन कि इरानको आइआरबिएम इन्टरमिडिएट ब्यालिस्टिक मिसाइल चाहिँ एक दिन डियागो गार्सियासम्म पुग्छ भनेर। किनकि आजसम्म इजरायल, अमेरिका र सबै युरोपियन देशहरूले चाहिँ इरानको ब्यालिस्टिक मिसाइल चाहिँ जम्मा 2000 किलोमिटर भन्दा पर जान सक्दैन भनेर यही भ्रममा बसिरहेको थियो। इरानले हानेको मिसाइल चाहिँ अब अमेरिकाको बेस मिडल इस्टमा मात्र होइन, मिडल इस्ट भन्दा बाहिर 4000 किलोमिटर टाढा डियागो गार्सियासम्म पनि पुग्न सक्छ भनेर यो एउटा क्लियर सिग्नल र मेसेज पठाएको। तपाईलाई के लाग्छ, यो वार्निङ मात्र हो कि नेक्स्ट स्टेपको वार हो? जुन दिनदेखि चाहिँ युकेले अमेरिकालाई आफ्नो बेसबाट इरानमाथि हमला गर्ने अनुमति दियो नि, त्यही दिनबाट इरानले पनि युकेलाई आफ्नो टार्गेट बनायो। र यसमा इरानको लजिक चाहिँ सिम्पल छ, यदि युकेले अमेरिकालाई आफ्नो बेस युज गर्न दिन्छ भने हामीमाथि हमला गर्नको लागि युके पनि हाम्रो टार्गेटमा हुन्छ। डियागो गार्सिया भनेको चाहिँ कुनै पनि नर्मल बेस होइन, यो भनेको चाहिँ युएसको वार कन्ट्रोल सेन्टर हो। इन्डियन ओसनको बीचमा भएको यो टापुमा बसेर चाहिँ युएसले मिडल इस्ट, अफ्रिका र इन्डो पेसिफिकमा भएको वारलाई चाहिँ कन्ट्रोल गर्ने क्षमता राख्छ। युएसको B1, B2 र B50 जस्तो बम्बरहरू पनि यहीँबाट अपरेट हुन्छ। तेलको रुट पनि यहीँबाट कन्ट्रोल हुन्छ भने ठुलो वार र अपरेसनहरू पनि यहीँबाट कोअर्डिनेट हुन्छ। सजिलो भाषामा भन्दाखेरि चाहिँ संसारको आदि वारको प्रोजेक्ट अथवा पावरलाई चाहिँ युएसले यही ठाउँबाट कन्ट्रोल गर्न सक्छ। इरानले हानेको यो मिसाइलले चाहिँ के मेसेज दिन्छ भने अब युएसको बेसेस चाहिँ कहीँ पनि सेफ छैन भन्नु खोजेको। यो घटनाले चाहिँ अहिले रिजनल लेभल, क्षेत्रीय स्तरमा चाहिँ अहिले धेरै नै चेन्जेसहरू ल्याएको छ। यो सब युएस र इजरायलले चाहिँ इरानमाथि गरेको हमला पछाडि भएको हो। पहिलासम्म डियागो गार्सिया जस्तो बेसहरू चाहिँ एकदमै अनटचेबल र एकदम सेफ मानिन्थ्यो, तर अब त्यो इल्युजन चाहिँ ब्रेक हुँदैछ। त्यसैले इरानले गरेको यो हमला चाहिँ एउटा कुनै पनि ऱ्यान्डम एक्सन होइन, यो भनेको चाहिँ फुल्ली कन्ट्रोल्ड एस्कालेसन हो। र यो साइकोलोजिकल वारमा चाहिँ सबैभन्दा डेन्जरस कुरा चाहिँ यही हो फेरि, किनभने जब दुवै साइडमा चाहिँ डाइरेक्ट एट्याक नगरी चाहिँ मेसेज पठाउन थाल्छ नि, त्यहाँ सबैभन्दा ठुलो रिस्क चाहिँ मिसक्यालकुलेसन हुन्छ। 4000 किलोमिटर टाढाबाट चाहिँ युएसको बेसमा टार्गेट गर्नु कुनै एक्सिडेन्ट होइन, यो भनेको चाहिँ मेसेज हो। अहिले मिडल इस्टमा चाहिँ सिचुएसन झन् धेरै एस्केलेट हुँदै गइरहेको छ। अहिले अर्को अपडेट पनि आइसकेको छ, त्यसको बारेमा चाहिँ म तपाईँलाई अर्को भिडियोमा एक्सप्लेन गर्नेछु। मसँग जोडेर बस्नु होला र नगरिकन मलाई फलो गर्नु होला।